हेलो एभ्रिवान वेलकम ब्याक टु माई भ्लग यो भ्लग नम्बर कति हो मलाई थाहा पनि भएन मैले बिर्सिसकेँ भ्लग नम्बरको धेरै भयो आइ एम नट अ रेगुलर भ्लगर तर आज चाहिँ गर्नै पर्ने भयो मैले किनभने आज चाहिँ हामीले धेरै दिनदेखि मेहनत गरेर माया माया दिएर बनाएको गीत बगैँचाको चाहिँ आज प्रिमियर छ सो आई वान्ट टु सो यु एभ्रिथिङ आज के हुन्छ मैले पनि यो कुनै म्युजिक भिडियोको प्रिमियर चाहिँ फर्स्ट टाइम अर्गनाइज गरिरहेको छु फर्स्ट टाइम गरिरहेको हो सो आई वान्टेड टु सेयर अल माई एक्सपिरियन्सेस विथ यु अल आज गेस्टहरूसँग इन्टरेक्सनको सो जे पनि हुन्छ त्यहाँनिर आज लेट्स सी के हुन्छ सबै कुरा म तपाईँको अघि राखिदिनेछु सो या मजा आउँछ होला सायद अनि अब म निस्किन आँटेको आई हेभ टु पिक नेड र सुजन्दालाई फ्रम द वे ओके सी यु अल बगैँचाको टपको हाम्रो आज बबल भाइजमा हो त सागर के भन्नु कस्तो हुन्छ होला है अलिकति लेट त भइहाल्यो होइन ठिकै छ म एकदम एक्साइटेड भइरहेको छु हेर्नको लागि किनकि मलाई यसको ब्याकग्राउन्ड स्टोरी थाहा छ यो बगैँचाको अब अस्ति हामीले पोडकास्टमा कुरा गर्दा हाम्रो भाइले प्रशान्तले कुरा गरेको यो बगैँचा उसको लागि पनि एकदम स्पेसल छ भनेपछि त अब पक्कै पनि अडियन्सको लागि स्पेसल हुने नै हो आफूले मन पराएको आफ्नो मुटुको नजिक कुरा त दर्शकले पनि उत्तिकै मनबाट लिन्छ होला भन्ने चाहिँ लाग्छ सो अनि थ्याङ्क यू प्रशान्तहरूले आफ्नो यो ब्युटिफुल कामको लागि चाहिँ हाम्रो बबल भाइ छ थ्याङ्क यू दादा पनि थ्याङ्क यू भन्न चाहन्छौँ अनि हामीले पनि हाम्रो एन्डबाट एकदमै कोसिस गरेका छौँ सो द्याट अब प्रशान्तहरूलाई पनि त्यस्तो खाले फिल नहोस् कि त्यो कुनै पनि हुन्छ नि कमी भएछ प्रिपरेसनमा भने हामीले हाम्रो तर्फबाट एकदम ट्राई गर्दैछौँ आई होप कि प्रशान्तहरू पनि खुसी हुनेछ यस एकदम दा थ्याङ्क यू दा अनि यो म्युजिक भिडियो मान्छेहरू बिस्तारै बिस्तारै सबैजना बिचरा दाले कति हाम्रो टाइम लगाएर बनाइदिनु भयो बिचरा दामी बनाइदिनु भयो धेरै धेरै धन्यवाद छ हाम्रो दालाई भेन्यू चाहिँ प्रकार छ यहाँनिर चाहिँ हाम्रो स्क्रिनिङको लागि रेडी हुँदैछ केटाहरूले दिवान्त के छ वेलकम टु माई भ्लग है Thank you, man. Thanks for welcoming me to your music video once. थ्याङ्क्स फर कमिङ देवा यो उल्टा हो किनभने यसले चाहिँ यहाँनिर माथि अड्को छ नि त फटाइ हुँदैछ यसले माथि गेस्टहरूको फटाइ हुँदैछ थ्याङ्क्स फर कमिङ गेस्टलाई चाहिँ काम भइदिँदैछ नेटले हो गेस्टको खतरा हुँदैछ नेटले अन्त अघि कस्तो लागिरहेको छ ठिकै छ कभर मन पऱ्यो फुल्नु कभर मन पऱ्यो धन्यवाद सर अनि उहाँ चाहिँ यसमा बाजेको केटा निभाउनु भएको छ थ्याङ्क यू फर कमिङ सर म्याम थ्याङ्क यू फर कमिङ धन्यवाद छ हजुर है अब हाम्रो प्रशान्त सरको अब एउटा राम्रो म्युजिक भिडियो बनिएको छ उहाँले पुरै राम्रो कम्पोज गर्नुभएको छ गाउनु पनि राम्रो भएको छ म्युजिक पनि राम्रो छ मैले सरको त फेरि एकदमै कोसिस गरेको छु अब तपाईँहरूलाई कस्तो लाग्छ है हेरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् है थ्याङ्क यू सर प्रशान्त अनि प्रशान्तको बाजेको सम्बन्धको बारेमा प्रशान्तले पोडकास्टमा उहाँहरूलाई खुलाउनु भएको थियो यति धेरै उहाँ बाजेसँग जोड्नु भएको बाजेसँग मन मस्तिष्क मुटु सबै जोडिएको मान्छे अनि अचानक बाजेलाई गुमाएपछि एउटा भावना निक्लियो त्यो भावना हो बगैँचा अब केही समय पश्चात तपाईँहरूले यो बगैँचालाई हेर्नुहुनेछ साथै संसारभरि छरिएर बस्नुभएको नेपाली सम्पूर्णले युट्युबको माध्यमबाट अनि विभिन्न म्युजिकल प्लेटफर्मको माध्यमबाट यसलाई सुन्न सक्नुहुन्छ ग्रहण गर्न सक्नुहुन्छ आभास गर्न सक्नुहुन्छ यो बगैँचासँग एसोसिएट टिम यो म्युजिकल फिल्मसँग पनि अति नै ट्यालेन्टेड अनि अति नै आर्टलाई माया गर्ने अनि निष्ठापूर्वक माया गर्ने प्यासनेटली आर्टलाई फलो गर्ने टिम रहेको छ अब केही समय पश्चात हामी यस आजको दिनको यो कार्यक्रमलाई सुरु गर्नेछौँ सो स्टार्ट गरेर तपाईँलाई धेरै धेरै धन्यवाद पेसेन्स राखिदिनु आजको धेरै अप्रोच राखेको थियो अनि त्यति बेला नै यो म्युजिकहरू गर्नुपर्छ मजा आयो मलाई डर लाग्थ्यो बोल्नु तर उहाँहरूले आफै अप्रोच गर्दै हाँस्नु आयो आज अनि खुसी लाग्यो मलाई अनि थ्याङ्क यू सो मच प्रशान्त
फर्स्ट अफ अल सबैलाई धेरै धेरै धन्यवाद आइदिनुभयो तपाईँहरू आफ्नो प्रेसियस टाइम हामीलाई दिनुभएकोमा धन्यवाद भन्न चाहन्छु अनि बगैँचा कसरी स्टार्ट भएको भन्दाखेरि चाहिँ मैले आई थिङ्क 2022तिर मैले देखेको गीत थियो दुईवटा के भन्नु त्यो सिचुएसनको गीत हो यो एउटा एकजना मान्छे जो राम्रो सिचुएसनमा छ जस्तै अब ब्रेकअप नर्मल लभ सङ